सो हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ मैले बगानबेलीलाई चाहिँ रिपोर्टिङ गरेको छु। रिपोर्टिङ गर्दै गरेको भिडियो देखाइन प्रायः मैले तपाईँहरूलाई देखाउँछु कसरी रिपोर्टिङ गर्नुपर्छ भनेर है। नर्सरीबाट लिएको मल अलिअलि निकालेर मैले बेसी चाहिँ डिस्टर्ब गरिनँ, किनकि प्लान्ट सकमा जान्छ, अलरेडी फुल्दैछ नि त, त्यही भएर मैले बेसी चलाइन। सो यसलाई रिपोर्टिङ गरेँ मैले है। 8 इन्चको पटमा रिपोर्टिङ गरेको छु। अनि हेरौँ अब कस्तो हुन्छ है। खासमा चाहिँ यो बगानबेलीहरू चाहिँ माटोको पटमा रोप्नु पायो भने चाहिँ राम्रो, माटोको गमलामा है। अनि खै म त्यस्तो यहाँ देखिनँ है। माटोको गमला पाउँछ होला कहीँ कतै, तर मैले ल्याउनु एकदमै गरम हुन्छ अनि त्यसलाई यताउता सार्नु पनि साह्रो हुन्छ, त्यही भएर यो सजिलो लागेर यसमै रोपेँ। यो चाहिँ मैले फर्स्ट टाइम चलाउँदैछु। यो साइजको यो पट चाहिँ मैले सबै योभन्दा अलिक सानो साइज चलाउँथेँ। अनि यो बगानबेलीलाई चाहिँ अलिक ठुलो पट चाहिन्छ नि त, फेरि अलरेडी यो प्लान्ट ठुल्ठुलो छ, त्यही भएर मैले चाहिँ यो ठुल्ठुलो पटले है यसमा रोपेको छु। माटो के हालेको छु भने खालि मैले बलुवा र गाईको मल र बलुवा मात्रै हालेको छु। 70% गाईको मल हालेको छु, 30% बलुवा हालेर चाहिँ मैले सधैँको जस्तै मल बनाएर चाहिँ रोपेको छु। अनि यो चाहिँ छ तपाईँको हल्का सेडिङमा फर्स्टमा चाहिँ फुल्दो रहेछ, त्यहाँदेखि पछाडि गएर चाहिँ यस्तो कलर हुँदो रहेछ। अलिकति मात्रै डिफ्रेन्ट कलर छ, झन्डै एउटै कलर ल्याएछु मैले है। घरमा आएर यसो याद गरेको। अनि यसको चाहिँ मलाई कलेक्सन गर्ने एकदमै इच्छा छ। पछाडि कलेक्सन गरे कुन कलर गर्छु म तपाईँहरूलाई देखाउँछु। हुन त मैले अरू पनि लिएको थिएँ, तर मेरो साथीलाई पठाउनु उसले पनि भनेको थियो नि त, उसलाई पठाउँदैछु मैले व्हाइट र येल्लो चाहिँ है। अनि यो दुईटा पिङ्कै छ, दुईटा अलिकति डिफ्रेन्ट छ, अलिकति यो डार्क छ, अलिकति यो लाइट छ। अझै फोनमा त एउटै खालको देख्दो रहेछ, अलिकति चाहिँ डिफ्रेन्ट छ है। अनि एकदमै हेभिस्कस र यो बगानबेलीको चाहिँ एकदमै कलेक्सन गर्नु मलाई इच्छा छ। सो म गर्दै जानेछु, तपाईँहरूलाई देखाउँदै जानेछु है। यतिवटा 4टा कलर थियो नि त बजारमा, अनि 2टा मैले लिएँ, 2टा ऋतिकालाई पठाउँदैछु है। अनि यसरी कटिङ गरेको छु। यो अलरेडी मदर प्लान्ट रहेछ यो है, मदर प्लान्ट रहेछ, अलरेडी पुरा कटिङ सारेको रहेछ। अनि यति बेला यसको सिजन चाहिँ कटिङ गर्ने चाहिँ यति बेला भनेर चाहिँ यता भन्दै थियो है। मलाई यसको त्यस्तो यो फुलको बारेमा त्यस्तो याद छैन, फर्स्ट टाइम मैले रोप्दैछु। अनि कस्तो हुन्छ हेरौँ है। अलरेडी अब फुल्नु थाल्यो नि त। अनि कटिङ गर्ने खालको यो प्लान्ट रहेछ, तर अब कोपिला आउँदैछ है, त्यही भएर फुल्नु दिइहाल्नु पर्यो। त्यसपछि फेरि अब यो फुलिसकेपछि चाहिँ हुनु त यो त फुलिबस्छ, सायद यो बेसी रेस्ट पनि गर्दैन यो प्लान्टले, सालैभरि फुलिबस्छ। अनि पछाडि अब यो प्लान्टको बारेमा अझै बुझ्नेछु। अनि कटिङ कहिले लाउँछ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनुहोस् ल। यो बगानबेलीको कटिङ चाहिँ कहिले लाउँछ भनेर। हुनु त युट्युबतिर हेऱ्यो भने पाइहाल्छ कहिले लाउँछ भनेर, तर तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनुहोस् होला है, मलाई थाहा होस्, ताकि कहिले कटिङ लाउनुपर्छ भनेर। यहाँ चाहिँ मैले अहिले नै लाउँदै गरेको देखेँ। अनि यो चाहिँ गरम इलाका हो नि त, अनि यो गरममै हुने फुल हो। हुनु त बगानबेलीलाई एकदमै घाम ज्यादा चाहिन्छ है, हिट ज्यादा चाहिन्छ, सनलाइट ज्यादा चाहिन्छ यसलाई चाहिँ फुल्नुको लागि। सो यसलाई चाहिँ म छतमै लाँदैछु, किनकि यसलाई चाहिँ पानीले पनि केही डिस्टर्ब गर्दैन है। पानी भेट्यो भने नै यो चाहिँ मजाले फुल्छ। यो चाहिँ अहिले रिपोर्टिङ गरेको म, त्यही भएर 1-2 दिन यहीँ राख्छु, 1-2 दिन पछाडि चाहिँ म छतमा लगेर राख्नेछु है। अहिले चाहिँ यहीँ राख्दैछु। अनि त्यही बताउनु, त्यही तपाईँहरूसँग सेयर गर्नुको लागि भिडियो बनाएको। सो बगानबेलीको कलेक्सन स्टार्ट गरेको छु मैले। अनि तपाईँहरूलाई के कस्तो लाग्छ मेरो भिडियो कमेन्ट गर्नुहोस् होला। भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला है। अनि यो मैले लाइफमा चाहिँ अनि नयाँ हो, यो मैले फर्स्ट टाइम रोपेको फुल हो, नयाँ कलेक्सन गर्दैछु है। अनि यो थाहा छैन, कति थुप्रै फुल किनेर ल्याएको थिएँ, कसरी पट गर्यो 150 गरे जस्तो लाग्यो यो एक पटको है। अनि एकदमै मनपर्छ बगानबेली चाहिँ, मलाई चाहिँ मल्टी कलरमा चाहिँ कलेक्सन गर्नु इच्छा छ, गर्नेछु। पछाडि म तपाईँहरूसँग सेयर गर्नेछु है। मल माटो त मैले तपाईँहरूलाई देखाइहालेँ, अनि रिपोर्टिङ गरेको पनि देखाइहालेँ। सो यो भिडियो यहीँ एन्ड गर्छु। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। हुन्छ, थ्याङ्क यू फर वाचिङ।